हेलो गाइज, अहिले चाहिँ वर्ल्ड कप चलिरहेको छ। दाजु बहिनी चाहिँ रोनाल्डोको बिग फ्यान हो भने म चाहिँ मेस्सीको एकदमै फेभरेट बिग फ्यान हो। ऊ चाहिँ अहिले सामान लिएर आउँदैछ, उसलाई चाहिँ थाहा छैन। म चाहिँ उसलाई सोच्दैछु यो 500 रुपियाँ दिएर मेस्सीले वर्ल्ड कप जित्छ भने 500 रुपियाँ दिन्छु भन्छु भन्ने रहेछ। त ल हेर्नुहोस् है, आउँदैछ माथि गएको आउँदैछ है। अब सामान लिएर आउँदैछ। बहिनी, वर्ल्ड कप चलिरहेको छ। अहिलेको वर्ल्ड कप कसले जित्छ भन त? मेस्सीले जित्छ कि रोनाल्डोले जित्छ? मेस्सीले जित्छ के? मेस्सी नै बेस्ट प्लेयर हो। रोनाल्डोको फ्यानको अगाडि मेस्सी भन्दै नआउन, रोनाल्डोले नै हो जित्छ। यसपालि अर्जेन्टिनाले यहाँ उसको जर्सीमा चारवटा तारा बनाउँदैछ के? चारवटा तारा। रोनाल्डोको एउटा तारा थपिन आँटेको छ, त्यसमा कुनै शङ्का छैन। सधैँ मेस्सीले जित्छ भन त? तिमीलाई म 500 रुपियाँ दिन्छु। 500 रुपियाँ दिन्छु के? 500 रुपियाँ। ल तपाईँ रोनाल्डोले जित्छ भन त, तल 1000 रुपियाँ दिन्छु। हुँदैन, त्यस्तो कहाँ हुन्छ? यसपालिको जित्ने भनेको मेस्सीले नै हो। 500 रुपियाँमा म 1000 रुपियाँ दिन्छु क्या? तपाईँले रोनाल्डो जित्छ भन त। 1000 रुपियाँमा कसले छोड्छ? 500 रुपियाँ कसले छोड्छ? 1000 रुपियाँ कसले छोड्छ?